नमस्ते। नेपालको शेयर बजारमा आफ्नो पहिलो पाइला चाल्ने सोच्दै हुनुहुन्छ? तर अनलाइन शेयर किन्ने बेला यो टिएमएसको प्रक्रिया अलि झन्झटिलो पो हो कि जस्तो लाग्छ? चिन्ता लिनु पर्दैन। आज हामी सँगै मिलेर यही टिएमएस मतलब ट्रेड म्यानेजमेन्ट सिस्टम चलाएर कसरी सजिलैसँग आफ्नो पहिलो शेयर किन्न सकिन्छ भनेर एक गरी हेर्नेछौँ। यदि दोस्रो बजारमा आफ्नो पहिलो कारोबार गर्न साँच्चै तयार हुनुहुन्छ भने एकदम सही ठाउँमा आइपुग्नु भएको छ। ल यो यात्रा सुरु गरिहालौँ है त। शेयर बजारको संसारमा छिर्ने पहिलो ढोका नै टिएमएस हो। यसलाई आफ्नो ब्रोकरले दिएको एउटा डिजिटल चाबी सम्झिनुहोस्, जसले हामीलाई शेयर किनबेच गर्ने खास ठाउँसम्म पुर्याउँछ। लगइन गर्ने तरिका एकदमै सजिलो छ। पहिले त आफ्नो ब्रोकरको टिएमएस वेबसाइट खोल्नु पर्यो। त्यहाँ ब्रोकरले दिएको युजरनेम र आफ्नो पासवर्ड हाल्ने ठाउँ देखिन्छ। अनि लास्टमा तपाईँ रोबोट होइन भनेर प्रमाणित गर्न केही अक्षर वा नम्बरहरू, जसलाई क्याप्चा भनिन्छ, त्यो टाइप गरेर लगइनमा क्लिक गर्ने। बस, भित्र छिर्नुभयो। लगइन गर्ने बित्तिकै स्क्रिनमा एउटा ड्यासबोर्ड देखिन्छ। पहिलो पटक हेर्दा त के हो यो अङ्कै अङ्कको खेल जस्तो लाग्न सक्छ। तर नआत्तिनुहोस्, यो वास्तवमा बजारको मुटुको धड्कन हो। अब आउनुहोस् यी सङ्केतहरूलाई कसरी बुझ्ने त्यो सिकौँ। हो, ठिक सुन्नुभयो। यो ड्यासबोर्डले एकै नजरमा बताइदिन्छ कि बजारको मुड आज कस्तो छ। बजार आज उत्साहित छ कि निराश वा सामान्य नै चलिरहेको छ। यसको पहिलो आइडिया यहीँबाट पाइन्छ। ड्यासबोर्डको सबैभन्दा रमाइलो पाटो भनेको टप गेनर्स र टप लुजर्स हो। सिधा भाषामा भन्दा हरियो रङको गेनर्सले आज कुन कम्पनीले सबैभन्दा धेरै कमाइरहेका छन् भनेर देखाउँछ, अनि रातो लुजर्सले चाहिँ आज कुन कम्पनीको भाउ सबैभन्दा धेरै घट्यो भनेर बताउँछ। यसले बजारमा कहाँ बढी हलचल छ भन्ने तुरन्तै थाहा हुन्छ। ल अब यताउताको कुरा छाडेर सिधै काममा लागौँ है त। आफ्नो पहिलो शेयर किन्नको लागि अर्डर कसरी गर्ने? वास्तविक कारोबारको सुरुवात अब यहाँबाट हुन्छ। कुनै पनि कम्पनीको शेयर किन्नु अघि त्यसको स्टक सिम्बल थाहा हुनुपर्छ। जसरी हाम्रो नाम हुन्छ नि, त्यस्तै शेयर बजारमा हरेक कम्पनीको एउटा छोटो युनिक कोड हुन्छ। जस्तै ग्रिन भेन्चर्स लिमिटेडको लागि GVL। ल अब अर्डर राख्न रेडी? टिएमएसको मेनुमा अर्डर म्यानेजमेन्ट भन्ने ठाउँ खोज्नुहोस्। त्यो तपाईँको कमान्ड सेन्टर जस्तै हो। त्यहाँभित्र बाई सेलमा क्लिक गरेपछि एउटा नयाँ बक्स खुल्छ। हो, त्यही हो हामीले किन्न चाहेको कम्पनीको सिम्बल हाल्ने। यहाँनिर धेरैजना झुक्किनुहुन्छ। मैले किन्न खोज्ने बित्तिकै किन शेयर हातमा आइहाल्दैन त? हो, यो प्रश्नको जवाफले नै शेयर बजारको पुरै खेल बुझाउँछ। यो त किन्ने र बेच्ने बीचको एउटा रमाइलो मोलमुलाइ जस्तै हो। हो, यसलाई भनिन्छ मार्केट डेप्थ। यो स्क्रिनलाई एउटा बजार सम्झिनुहोस् न। एकातिर किन्न बसेका ग्राहक, अर्कोतिर बेच्न बसेका पसले। कारोबार तब मात्र हुन्छ जब किन्न खोज्नेले तिर्न खोजेको पैसा र बेच्न खोज्नेले लिन खोजेको पैसा ठ्याक्कै मिल्छ। यहाँ कुन मूल्यमा कतिजना किन्न र बेच्न लाइनमा छन् भनेर देख्न सकिन्छ। अब कोल्याट्रल, यो शब्द सुनेर नडराउनुहोस्। यो भनेको सिम्पली तपाईँको ब्रोकर खातामा शेयर किन्नलाई कति पैसा छ भन्ने हो। आफ्नो गोजीमा भएको पैसाभन्दा बढीको सामान किन्न मिल्दैन नि, होइन र? यो पनि त्यस्तै हो। सिम्बल हालेपछि अब आयो मुख्य कुरा, कति किता किन्ने र कति मूल्य हाल्ने। यहाँनिर एउटा सानो टिप है। यदि शेयर छिट्टै किन्नु छ भने बेच्न बसेकाहरूले मागेको सबैभन्दा सस्तो मूल्यमा आफ्नो अर्डर राख्नुभयो भने कारोबार छिटो हुन्छ। ल सबै भरेपछि त्यो निलो बाई बटन थिचिदिनुहोस्। ल बाई बटन त थिच्नुभयो, तर काम सकिएको छैन है। अब सुरु हुन्छ रमाइलो पर्खाइको खेल। आफ्नो अर्डरको अवस्था के छ भनेर हेरिरहनुपर्छ। वाह, तपाईँको अर्डर सिस्टममा गइसक्यो। अब त्यो अर्डरले आफूलाई मिल्ने जोडी मतलब विक्रेता खोज्न थालिसक्यो। तर प्रश्न यो हो, मेरो अर्डर अहिले के गर्दैछ त? कहाँ पुग्यो? त्यसको हालखबर के छ? आउनुहोस् अब अर्डरका विभिन्न अवस्थाहरूबारे बुझौँ। यो कुरा थाहा पाउन डेली अर्डर बुक हेर्नुपर्छ। ओपन देखायो मतलब तपाईँको अर्डर लाइनमा छ, विक्रेता खोज्दैछ। कम्प्लिटेड देखायो, बधाई छ, काम फत्ते भयो। कहिलेकाहीँ मोडिफाइड वा क्यान्सल्ड पनि देखिन्छ। त्यसको अर्थ त सिधै छ तपाईँले अर्डर फेर्नुभयो वा रद्द भयो। अब यदि तपाईँको अर्डर धेरै बेर ओपनमै बसिरह्यो भने यसको मतलब के हो त? सिधा कुरा, तपाईँले हालेको भाउमा बेच्न कोही पनि तयार भएन। अनि यस्तो बेला के गर्ने? डराउनु पर्दैन। उपाय छ। तपाईँ आफ्नो अर्डर लाइन मोडिफाई गर्न सक्नुहुन्छ।
त्यही डेली अर्डर बुकमा गएर आफ्नो ओपन अर्डरमा मोडिफाईमा क्लिक गर्ने अनि मूल्य अलिकति बढाएर फेरि पठाउने। यसो गर्दा कारोबार हुने चान्स हट्टै बढ्छ। र अन्ततः त्यो क्षण आउँछ जब तपाईँको धैर्य र सही रणनीतिले काम गर्छ। तपाईँको पहिलो सफल कारोबार। जब डेली अर्डर बुकमा आफ्नो अर्डरको छेउमा कम्प्लिटेड लेखेको देख्नुहुन्छ नि, त्यो खुसी नै बेग्लै हुन्छ। तपाईँले सफलतापूर्वक आफ्नो पहिलो सेयर किनिसक्नुभयो। धेरै धेरै बधाई। उदाहरणका लागि, अब तपाईँ ग्रिन भेन्चर्स लिमिटेड मतलब जीबीएलको 10 किता सेयरको मालिक बन्नुभयो। यो सानो कुरा होइन है, यो एउटा ठूलो सुरुवात हो। एक लगानीकर्ताको रूपमा तपाईँको यात्रा त बल्ल सुरु भएको छ। यो पहिलो किनबेचले तपाईँलाई किताब पढेर भन्दा धेरै कुरा सिकाएको हुनुपर्छ। अब अगाडि के त? हो, बजार अनन्त छ र तपाईँको सिक्ने र कमाउने यो यात्रा जारी रहोस्।